साथीहरु के तपाईहरुले पनि eSIM को बारेमा सुन्नु भएको छ? नेपाल टेलिकम र एनसीएल दुवैले eSIM सेवा सुरु गरेका छन्। तर धेरैलाई एक्टिभेट गर्दा वा प्रयोग गर्दा समस्या आइरहेको छ। र यो समस्या कहाँबाट आइरहेको छ भन्दाखेरि तपाईहरुले पनि जानी अनजानी eSIM प्रयोग गर्दाखेरि गल्तीहरु गर्नु भएको हुन सक्छ। र eSIM प्रयोग गर्दा यी 5 गल्तीहरु चाहिँ नगर्नुहोस्। आजको भिडियोमा म तपाईहरुलाई eSIM को सबैभन्दा धेरै हुने समस्या र तिनको समाधान देखाउने छु र कुन गल्ती चाहिँ गर्दै गर्नु हुँदैन त्यसको बारेमा पनि म विस्तृत रूपमा जानकारी दिने नै छु। नेपालमा eSIM को नयाँ अपडेटहरु के छ त्यो पनि बताउने छु। र साथीहरु मैले eSIM सम्बन्धी यो भन्दा अगाडि नै भिडियो बनाइसकेको छु। त्यसमा चाहिँ मैले eSIM भनेको के हो, eSIM का फाइदा बेफाइदाहरु के छन्, eSIM लाई कसरी एक्टिभेट गर्ने र eSIM ले कुन मोबाइलमा सपोर्ट गर्छ भनेर मैले त्यसको बारेमा विस्तृत भिडियो बनाइसकेको छु। त्यो भिडियो तपाईले च्यानलमा गएर पनि चेक गर्न सक्नुहुन्छ अथवा मैले त्यसको लिंक डिस्क्रिप्सनमा राखिदिने छु। त्यो पनि भिडियो एक्चुअली चेक गर्नु होला। साथीहरु भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला। र म हुँ सुजन शंकर र तपाईहरु हेर्दै हुनुहुन्छ टेक्नो सुजन युट्युब च्यानल र यस च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै खालका इन्फर्मेटिभ टेक रिलेटेड भिडियो तथा ग्राफिक डिजाइनिङ रिलेटेड भिडियोहरु यस च्यानलमा आइराख्ने छन्। र अब चाहिँ ढिला नगरिकन हामी सिधै भिडियोतर्फ सुरु गरौँ। साथीहरु समस्याहरु धेरै नै हुनेछन् तर पहिलो समस्या भनेको तपाईहरुको यदि क्यूआर कोड स्क्यान हुँदैन यस्तो अवस्थामा तपाईले के गर्ने? समाधान पहिलो वाइफाई वा मोबाइल डाटा चेक गर्ने। सुरुमा यदि तपाईको क्यूआर कोडहरु जबकि तपाईले एनसीएल सेन्टर वा एनटीसी सेन्टरमा गएर तपाईले क्यूआर कोड प्राप्त गर्नुहुन्छ र त्यो मोबाइलमा स्क्यान गर्न खोज्दा स्क्यान हुँदैन भने पहिले वाइफाई वा मोबाइल डाटा चेक गर्ने मजाले त्यो चलेको छ छैन। क्यूआर कोड एक पटक मात्र प्रयोग गर्न मिल्छ। पुरानो क्यूआर कोड भए अर्को लिनु पर्ने हुन्छ। यदि तपाईहरुले एनसीएल सेन्टर वा एनटीसी सेन्टरमा गएर क्यूआर कोड प्राप्त गर्नु भएको छ भने त्यो क्यूआर कोड चाहिँ एकचोटी मात्र प्रयोग गर्न मिल्छ साथीहरु। त्यसलाई बारम्बार प्रयोग गरिराख्न मिल्दैन। यदि त्यो पुरानो भएको छ त्यो चल्ने भएन भने फेरि तपाईहरुले अर्को क्यूआर कोडको लागि तपाईहरुले एप्लाई गर्नुपर्ने हुन्छ। अर्को र तपाईहरुले अर्को गल्ती चाहिँ के गर्नु हुँदैन भने तपाईले क्यूआर कोड स्क्यान भएन भने VPN चाहिँ प्रयोग गरिराख्नु भएको छ भने त्यतिबेला स्क्यान नहुन पनि सक्छ। त्यो अवस्थामा तपाईले आफ्नो VPN चाहिँ बन्द गर्नुपर्ने हुन्छ साथीहरु। र अर्को दोस्रो समस्यामा जाउँ। दोस्रो समस्या भनेको नो नेटवर्क इस्यु, सिग्नल नआउने। त्यो पनि धेरै समस्या देखिरहेको छु मैले eSIM प्रयोग गर्दाखेरि। नो नेटवर्क इस्यु नेटवर्कहरु चाहिँ नआउने हुन्छ हैन, त्यतिबेला सिग्नल आउँदैन। त्यस्तो समस्याहरु पनि धेरै कमन भइसकेको छ। त्यसको समाधानको लागि पहिला तपाईले मोबाइललाई रिस्टार्ट गर्ने एकचोटी। त्यसपछि नेटवर्कको सेटिङमा गई म्यानुअल मोडमा गएर नेपाल टेलिकम वा एनसीएल छान्नुहोस् हैन। त्यसपछि eSIM प्रोफाइल डिलिट गरेर फेरि स्क्यान गर्नुहोस्। त्यहाँ एउटा प्रोफाइल बनेको हुन्छ त्यसलाई डिलिट गरेर पुरानो डिलिट गरेर फेरि नयाँ स्क्यान गर्ने, रिस्क्यान गर्ने। र अर्को eSIM को अर्को समस्या भनेको कहिलेकाहीँ eSIM प्रयोग गर्दा मोबाइल डाटामा पनि नचल्न सक्छ, चल्दैन। त्यस्तो समस्या कमन रहेको छ। समाधानको लागि तपाईले APN सेटिङमा जाने, सेटिङमा गएर तपाईले मोबाइल डाटाको गएर APN सेटिङमा जाने र नेपाल टेलिकम को लागि टिनेट र एनसीएल को लागि वेब हुन्छ। त्यसपछि तपाईले फ्लाइट मोडलाई अन अफ गरेर नेटवर्क रिफ्रेश गर्ने। फ्लाइट मोडलाई एकचोटी अन अफ गर्नुस्, त्यसपछि तपाईको रिफ्रेश हुन्छ। यदि तपाईले eSIM प्रयोग गर्दाखेरि कल वा एसएमएस आउँदैन, eSIM एक्टिभेट छ तर कल वा एसएमएस आउँदैन, यस्तो किन हुन्छ हैन? यस्तो पनि धेरै समस्या हुन सक्छ। तर यसको समस्याको समाधानको लागि हामीले कल फरवार्ड सेटिङ चेक गर्ने। एकचोटी हामीले चाहिँ कल फरवार्ड सेटिङ चेक गर्नुपर्ने हुन्छ। त्यहाँनेरि सबै ओके छ, ठीक छ भने तपाईको ठीक छ, हैन भने यदि त्यसो गर्दा सबै ठीक छ र पनि आउँदैन भने तपाईले एकचोटी नेपाल टेलिकम वा एनसीएल को कस्टमर केयर सँग तपाईले एकचोटी फोन गर्नुपर्ने हुन्छ। एनटीसी को लागि कस्टमर केयर भनेको 1498 रहन्छ। एनसीएल को लागि तपाईहरुले 9005 मा फोन गर्नुपर्ने हुन्छ। त्यहाँ इन्स्ट्रक्सन दिएकै हुन्छ। त्यसपछि तपाईले म्यानुअली रूपमा आफै गर्न सक्नुहुन्छ। साथीहरु के तपाईहरुलाई पनि यस्तो समस्या परेको थियो त? यदि परेको थियो भने तपाईहरुलाई यो भिडियो हेरेर पक्कै पनि समस्यालाई समाधान गर्न मद्दत गर्यो नै होला। यदि यो भिडियोलाई मन पर्यो भने
अरूलाई पनि शेयर गर्नुहोस् ताकि अरूले पनि समस्याहरू समाधान गर्न सक्नुहुनेछ। अबको भिडियो के चाहिन्छ कमेन्टमा आफ्नो प्रतिक्रिया पनि लेख्नुहोस् र टेक्नो सुजन युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो मन पर्यो भने लाइक शेयर अनि कमेन्ट गर्न पनि अवश्य नभुल्नुहोला। र मैले यो भन्दा अगाडि पनि एउटा यस्तै इसिमको बारेमा इसिमको फाइदा बेफाइदा इसिम किन प्रयोग गर्ने हैन यो कसका लागि उपयोगी हुनेछ भन्ने कुन फोनमा मोबाइलमा सपोर्ट गर्छ भनेर इसिमको बारेमा डिटेल भिडियो मैले यो भन्दा अगाडि नै बनाइसकेको छु। यदि त्यो भिडियो पनि तपाईहरु गएर एकचोटी हेर्नु होला। त्यसको लागि मैले डिस्क्रिप्सनमा पनि राखिदिएको छु। त्यो भिडियो एकचोटी चेक गर्नु होला। धन्यवाद।